Alright guys, welcome to my YouTube channel and another vlog. I hope हजुर सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। सो यहाँ देख्न सक्नुहुन्छ मम्मी यता हेर्नु मम्मी हाई भन्नु ल। ल यहाँ दुईजना भाइहरू पनि छ, हाम्रो फिटे भाइ काले भाइ, हजुरहरूलाई थाहा नै होला। यिनीहरूले चाहिँ झार सफा गरिरहेछ। मम्मीले काम गराउनु भयो अरे। मेरो चाहिँ हल्का काम छ, भिडियो एडिट गर्न छ, एउटा प्रमोसन गर्नु छ, एडभर्टाइज। ल यहाँ दाइ देख्न सक्नुहुन्छ, दाइ चाहिँ मस्तले भित्र सुतिरह। जा काममा जा तेरे हेर्ने छिटो जा, त्यहाँ बाहिर झार उखालेर नि हेर्न यो त छिटो यहाँ आइज यहाँ आइज यहाँ आइज। प्रमोसन ऊ दाइलाई नि एउटा एडभर्टाइज आएछ गाइज। ल बिग कङ्ग्रेचुलेसन। बेटिङ एप हो भने प्रमोट गर्ने होइन, सिधा कुरा। गेमिङ एप बेटिङ एप नो। ओके गाइज, हाम्रो चाहिँ भात खाने बेला भयो अनि आज चाहिँ हाम्रो 300K सब्सक्राइबर सेलिब्रेसन गर्ने भनेको। तिमी एक्साइटेड छौ? 4-5 बजी जाने होइन? त्यतिखेर के जाने अब? अनि 3 बजे त घामै घाम हुन्छ, गियर बस्ने र त्यस्तो वाङ्गैमा। तिमी जान्छौ र घुम्न? घुम्न थ्याङ्क यू है त गाइज, 300K सब्सक्राइबर कम्प्लिट भएकोमा धेरै धेरै धन्यवाद। ओके गाइज, अहिले चाहिँ हामी यता पर्सातिर आइसक्यो, एटिएम कार्डमा छौँ किनभने हल्का पैसा निकालेको। आज चाहिँ 300K सब्सक्राइबर सेलिब्रेसन हान्ने भनेर अहिले चाहिँ हामी 3जना मात्र छौँ। आइ भन केटा हो ल। अनि त्यसपछि अनि त्यहाँबाट हामी चाहिँ खासमा पहिला अटो बोलाएको, अनि मम्मीहरू मामाहरू सबैलाई पठाइदिने भनेको। तर अटो अनि हामी हिँड्दै हिँड्दै चोकसामा आउँदाखेरि त्यो आधा दबाई चोकसामा आउँदाखेरि फेरि अटो पहिला अर्को अटो आयो। त्यो भएर हामी चाँडै चढेर यता आयौँ। त्यो भएर ब्याङ्कमा नि हल्का पैसा निकाल्नु थियो। सो अब हामी गएर चाहिँ त्यहाँ जान्छौँ, पहिला यसो रमाइलो गर्नलाई भइगयो। पहिला हामी यसो खाजा साजा अर्डर गर्छौँ, अनि मम्मी मामाहरू पनि आउनुहुन्छ बाटो त्यहाँ छ है साथीहरू। गाइज मम्मीहरू पनि आउनु भइसक्यो। मैले अघि भनेको तपाईँहरूलाई आइ भन्नु ल, भाइहरू सबै आइ भन्नु, सबैलाई त्यहाँ मामा आइ भन्नु। हेलो हाम्रो 300K सब्सक्राइबर सेलिब्रेसन हो। अब के खाने भन्ने कुरा डिस्कस चलिरहेको छ। यहाँ फेरि तिमीमा फेरि एउटा मात्र भेजी पऱ्यो क्या, भेजी त होइन, उनीहरूले अलि हलाल गरेर खान्छ नि त, त्यो भएर त्यो के खाने भनेर डिस्कस भइरहेको छ। एक बक्सिङ खान्छ भिडियो बनाउनु पऱ्यो न, भिडियो बनाएपछि बुदाएको पैसा आउँछ त। खै पानी किन्ने पानी यहाँ धारामा होइन कोक डाइरेक्ट कोक हो। ल हाम्रो दाइको मोमो चाहिँ आइसक्यो है। झोल मोमो भनेर पुरै फुटेको हाल्थ्यो हो। गर्नु छ बाबुले चिज त मलाई मिठो लाग्दैन। चिजै मिठो लाग्दैन दादा त है। कसलाई मिठो लाग्यो? पिज्जा खाइरहेको अहिले चाहिँ। ल हाम्रो चिकन पटेटो लाग्यो है। यति भयो एकदम मस्त आउँछ। बाहिर रिदम खाऊ न। नखाने अगायो पानी यसमा खान्छु। बेलुका खानु पर्ने हो नि। बेलुका के खान्छ र बेलुका केही नै खान्न अब बाहुबली थाल मिर्छ एज अलवेज मिठै हुन्छ है। म्युनिजहरू हालिदियो क्या। म्युनिज तपाईँलाई मिठै लाग्दैन है? मासु निकाल्दा आयो यहाँको चाहिँ त्यही मलाई अस्ति नि कटोल खानु मन लाग्यो, त्यो भएर मासु निकाल्दा आलु निकाल्दा आयो भित्रको नि। पहिला बाहिरको भ्याउ न। आलु खाने मान्छे आलु खाने मान्छे अघि त्यही आलु मात्र हो। फ्रेन्च फ्राई के हो? फ्रेन्च फ्राई ए आएछ यसले भन्नु होइन। चार्जर दियो भने 2 जना आलुले आउँछ कति धेरै आलु हुन्छ। अहिले आलु कति धेरै मिठो मिठो पो रोज्नु पर्छ। ल केटाहरूले पनि खाँदैछ के हो के हो। यसलाई कस्तो मन परेको आलु होइन? आलु मिठो त मिठो हुन्छ नि। मलाई त केही मिठो लागेन अहिले। ल्याउँदै हो के
लाएन र यार सस ला चाड्दैन त आलु मन पर्छ भित्र भाइ ओके गाइस जहिले चाहिँ 5 साढे 5 भयो अनि हामी चाहिँ एकछिन यसो बाहिर हावा खान लाग्यो आज चाहिँ खाना खाने गरेर जाने भनेको खाना खाएर अनि त्यही जाने भनेको एन्ड भाइहरूलाई चाहिँ यसो एकछिन स्विमिङ गराएको घाम छ नि त हामी चाहिँ खेल्दैनौँ किनभने जम्मा 5 फिट गयो हामीलाई त हुँदैन त्यो भएर अहिले चाहिँ हामी यसो अहिले बिग थाली सेट आउँछ एकछिन चाहिँ इन्जोय गरौँ बाहिर भाइहरूको नजारा बिग थाली सेट हान्न पर्ने हुन्छ होल चिकन दामी हुन्छ है त आयो है हाम्रो होल चिकन आयो नाङ्गो सेट मस्त तरिकाले देख्न सक्नुहुन्छ यो गाइज ल भाइ मिनी ए सेलिब्रेसन म दुईटा खाएँ एउटा मामालाई हालिदिऊ मामाले माछा खाएन मासु कुन करे मम्मी खै मम्मीको भाँडा है त ल्याउ त यहाँ बोल्यो हो यस्तो डुबाएको त्यो गुलियो रहेछ म तिमी म खान्न कति मिठो छ यो चाख्नु त एउटा यहाँ डल्लो चाख्नु दाइ यो नानीको लिएर खानुहोस् त्यही राख्छ सर म के चाख्नु न एउटा डल्लो पापड खान्छस् ल फिटे भाइ ल फिटे भाइको पनि रेडी भयो उता लयो ओके गाइज हामी चाहिँ निस्किन लागेको पानी पर्ला जस्तो गऱ्यो हावाहरू चलिरहेछ अब अटोमा जानुहुन्छ है मम्मीहरू चाहिँ प्याकम प्याक मम्मीलाई अलिक सन्चो लागेन अरे त्यो भएर सबैजना अटोमा यहाँबाट जानुहुन्छ डाइरेक्ट बससम्म हामी चाहिँ गाडी चढ्न जाउँ गाडी पायो भने ठिक छ पाएन भने हिँड्दै जाउँला केही फरक पर्दैन नभए अहिले अटोलाई फेरि फर्केर दोहोऱ्याउनु पर्ला नि त ए कपाल त लम्बी भयो त